असोज 5 गते असोज 5 गतेको समय अलि म घर आउने बेलामा सन्त कुमार यादवले नशालु पदार्थलाई मेरो अपहरण गरी एउटा कोठामा थुनेर। अनि को सन्त कुमार यादव? हजुर, सन्त कुमार यादव। कहाँ हुन्थे नि? शिवलवा। पकडीको मायादेवी गाउँपालिका कि शुद्ध गाउँपालिका। अनि उनले कहाँ भेट भयो तपाईँको त्यहाँ? चकलेट पसलमा। चकलेट पसलमा भेट भएको थियो। अनि उनले चाहिँ तपाईँलाई के भनेर त्यो खुवाइदियो त? पानी खुवाछ, घुम्न जानलाई भन्यो। मैले भने म घुम्न जान्न, म घर जान्छु। अनि उनले भन्यो दाइ पानी खाऊ, आइसक्रिम खाऊ। त्यसपछि म त्यही पानी र आइसक्रिम खाएँ। त्यो के भयो त्यसपछि तपाईँलाई? त्यसपछि मलाई चक्कर आउन थाल्यो र म बिर्सिसकेँ कि मलाई घर जानु छ। अनि फेरि ऊ मलाई ई रिक्सामा बसाली भन्ने, ई रिक्सावालालाई भने सिद्ध बाबा यिनलाई छाडिदिनु। त्यो ई रिक्सावालाले मलाई सिद्ध बाबा छाड्यो। अनि सिद्ध बाबा पुगेपछि आधी घन्टा पछि फेरि सन्त कुमार एक्लै आए। मेरो भाइलाई लिएर आएन भने थियो, म तिम्रो भाइलाई लिएर आउँछु, तर त्यो भाइलाई लिएर आएन। अनि के हो? अनि फेरि त्यो सिद्ध बाबा माथि मलाई लिएर गयो र त्यही मलाई सुताइदियो र आफू फोनमा कुरा गरिरहेको थियो। फेरि आधा घन्टा पछि मलाई तल ल्याए, बसमा बसाली, फेरि बस रोकी। फेरि मलाई ई रिक्सामा बसाली, फेरि मलाई थाहा छैन, म फेरि होसलमा एउटा कोठामा थिएँ। मेरो हात र खुट्टा बाँधियो। हात कहाँ बाँध्यो? हातहरू तपाईँको हात बाँधेर यस्तो